दुःख पीडा र गरिबीमा हुर्किएकी मान्छे हुँ म। त्यसैले पनि सुखमा हुर्किएका, सानै उमेरमा सबै कुराहरू सम्पन्न पाएका र दुःख गर्न नपरेका, परिस्थितिहरूसँग लड्न नपरेका व्यक्तिहरूसँग अलिकति मेरो सोच विचार र व्यवहार मिल्दैन। त्यसैले पनि म त्यस्ता व्यक्तिहरूसँग अलिकति टाढा बस्ने गर्छु। मैले निकै सानो उमेरमा जुन बेला मान्छेको बालापन सुरु हुन्छ, मैले त्यो उमेरमा पैसाको महत्त्व चिन्न थालेकी थिएँ, बुझ्न थालेकी थिएँ। को आफ्ना हुन् र को पराई, त्यो कुरा निकै नमजाले जानिसकेकी थिएँ र सानै उमेरमा निकै परिपक्व भइसकेकी थिएँ। मलाई निकै राम्ररी थाहा छ, पैसा हुँदा पराई पनि आफ्ना भएका र हामीसँग पैसा नहुँदा आफ्ना पनि टाढिएका। मैले यिनै आँखाले देखेकी छु। आफ्नाको हुन् र पराईको हुन्। अप्ठ्यारोमा साथ कसले दिन्छ र साथ कसले छोड्छ। त्यसैले पनि मलाई झुटो मिठो बोलेर कसैलाई आफ्नो बनाउन कहिले आएन। त्यसैले म टाढा बस्ने गर्छु। तर एउटा कुरा के भने, जीवनले जे सुकै पाठ पनि सिकायो, जुनसुकै परिस्थितिमा पनि पुगायो, भगवानसँग चाहिँ जहिले पनि म धन्यवाद गर्ने गर्छु।